हेलो एभ्रिवान, वेलकम टु माई ब्लग। यो चाहिँ अलिक लामै ब्लग हुनसक्छ होइन। आज चाहिँ म कलेज जानको लागि रेडी भएर चर्चितलाई लिन गएँ। अनि चर्चितलाई लिएपछि यता साथीहरू पनि पर्खिरहेका रहेछन्। त्यसपछि हामी चाहिँ भेला भएर लाग्यौँ कलेजतिर। अनि कलेज पुगेर हामी चाहिँ नयाँ भवनमा बस्छौँ। अनि हाम्रो क्लास पुग्न चाहिँ 3 तला चढेर जानुपर्छ। त्यसपछि हामी चाहिँ गलेर लु अब जान सकिँदैन भन्यौँ र पनि चित्त बुझाएर जाँदैछौँ। हामी क्लासमा पुगिसक्दाखेरि चाहिँ उता सरले पढाउन थालिसक्नु भएको रहेछ। सरले चाहिँ एकदम ज्ञान दिँदै हुन्छ, तिमीहरू अब पैसा कमाउनु पर्छ त, यसरी त हुँदैन, जिम्मेवारी बढेको छ तिमीहरूको भन्दै हुनुहुन्छ सरले। अनि हामी पनि सर फर्स्ट इयरकै 2-3वटा ब्याक लागेर त्यही जिम्मेवारी छ भन्दैछौँ। अनि यता बाहिर चाहिँ हाम्रो पुरा राम्रो भ्यू देखिन्छ, राम्रो भन्दा पनि तारै तार। अनि यता चर्चितले चाहिँ फेरि यो बोर्डमा के कोर्दैछ क्या, नयाँ बोर्ड राखेको छ कलेजमा। अनि कोर्दैछ, ला मेट्यो भनेर भन्दैछ। अनि यसलाई चाहिँ कोर्न आएन। अनि त्यसपछि मैले गएर यसलाई हल्का सिकाइदिँदैछु, यो बोर्डमा भाइ यसरी लेख्ने हो भनेर। चाहिँ एकदम खरोबो भनेर पानी खान तल झऱ्यौँ। पानी खान झरेको यसले गुटकी पानी खाएको खाइ गर। अनि पानी खाएपछि यसो अगाडितिर जाउँ न त भनेको त हाम्रो कलेजमा बृहत रक्तदान कार्यक्रम पो हुँदै रहेछ। त्यसपछि हामी यसो मोटिभेट गर्नको लागि क्लास गयौँ, रक्तदान जीवनदान भन्दै। अनि यता बाहिर पनि आएर सघायौँ बेन्चहरू बोक्न। त्यसपछि चाहिँ यो आरतीले गर्दैछ भन्दै हुनुहुन्छ होला, यसले चाहिँ आफ्नो चप्पल छुट्टेर बनाउँदैछ। हामी त्यसपछि चाहिँ हामी केही मनोरञ्जनको काम गरौँ न त भनेर अब यो बट्टाको टाउकोमा हामी गेम खेल्न थाल्यौँ। अनि त्यसपछि आरतीको पालो आयो, त्यसपछि फेरि मेरो पालो आयो। मेरो पाला चर्चित चाहिँ यस्तो हानो कि पुरा टाउकै फुट्ने तरिकाले। अनि अब त यसलाई बदला तिर्छु भनेर म राखेँ। त्यसपछि चर्चित भागो त्यसलाई समाउनको लागि, म पनि गएँ। फेरि यो कुदेर भाग्छ, फेरि यसलाई म खेदाउँदै जान्छु। उता केटीहरू चाहिँ हाँसेछन्, के बच्चा जस्तो गर्छन् भन्दै। अनि त्यसपछि अब यसको पालो आयो। यसको पालोमा पनि यस्तो हान्ने भनेर मैले सोचिरहेको थिएँ। प्लान बनायौँ हामीले, एकदम प्लान बनाएर तिमी हान्दा थाहा पाउँदैन यसले ल भन्दै हामी प्लान बनाउँदैछौँ। आरती चाहिँ फेरि यता आफ्नै चप्पल सिलाउनमा व्यस्त छ। आरतीको चप्पल चुकेर यही हो आरती चाहिँ रुन आँटेकी चाहिँ। अस्ति सेलबाट 250मा उठाएको अरे छुट्यो, 300मा हाले। UT Uniso यसको च्यानल चाहिँ सबैले सब्स्क्राइब गरिदिनु, भिडियोमा लाइक गरिदिनु ल। बाई बाई। नमस्कार। तपाईहरु सबैले युनेस्को च्यानल सब्स्क्राइब गरिदिनु, एकदम लाइक गरिदिनु, फलो गरिदिनु। यसरी चाहिँ आरती र चर्चितले पनि एकछिन के भने। अनि हामी चाहिँ यता कलेजबाट अब घरतिर लाग्दा बाटोमा अम्बकको बोट थियो र अम्बक खाँदैछौँ। अनि अम्बक खाँदै घरतिर जाँदा चाहिँ यता कुकुरहरू चाहिँ कहाँ मेलामा गएर आउँदै रहेछन्। अनि यिनीहरूलाई बाई बाई भन्दै हाम्रो आजको ब्लग यति नै, बाई बाई।